दर्शकवृन्द, यो रामेछाप जिल्लाको लिखुतामा कोशी गाउँपालिकामा निर्माणाधीन लिखुतामा कोशी गाउँपालिका हस्पिटल, यो 15 शैय्या हस्पिटल विगत लामो समयदेखि यसको निर्माणको काम ठप्प छ। विशेषतः ढुङ्गाको प्रयोग गर्ने कि इँटाको प्रयोग गर्ने भन्ने विषयमा चाहिँ मुद्दा परेको भन्ने विषयमा सुन्न आएको छ। तथापि यो के हो, के कारणले चाहिँ यो निर्माणको काम ठप्प भयो भन्ने विषयमा हामी थप सरकारवालासँग बुझ्ने कोसिसमा छौँ। हामीले चुनावमा भोट हालेर चाहिँ जनप्रतिनिधि बनाएर त्यो कुर्सीमा काम गर्न पठाएको जनप्रतिनिधिहरूलाई यो आज के कारणले रोक्यो, कसरी रोक्यो भन्ने स्थानीय सरकारलाई थाहा छ। यहाँका सोझा साझा नागरिकलाई केही पनि थाहा छैन। हुँदै गर्दाखेरि स्थानीय सरकारले चाँडोभन्दा चाँडो यो अस्पताललाई काम गरेर, यो अस्पताललाई सुचारू गरेर चाँडो निकायले एकदम ध्यान दिएर यो हस्पिटललाई एकदम वास्तवमै दिनुपर्छ भन्ने आशा राखेको छु मैले। भने यो हस्पिटलको बारेमा चाहिँ मैले बुझ्दाखेरि यो 3 वर्ष लगभग 2-3 वर्ष अगाडिदेखि यस्तै अवस्थामा देख्छु म। अब यो बजेट छुट्टिसकेपछि कन्टिन्यू बन्नुपर्ने कुरा हो, जनताले सेवा सुविधा पाउनुपर्ने कुरा हो। अब अहिलेसम्म किन नबनेको हो यो पनि अनभिज्ञ नै छु म चाहिँ। साँच्चै भन्नुपर्दा हामी जस्तो मान्छे त अनभिज्ञ छौँ भने अरू चाहिँ झन् सर्वसाधारण मान्छेलाई त अब त्यो खासै झन् के थाहा र। अब मान्छेले अब बिमारी हुन्छ, यी स्थानीय स्तरमै चाहिँ अब सेवा सुविधा पाउनुपर्ने कुरा भए अब यहाँ चाहिँ पुरै अहिलेसम्म अब लथालिङ्ग पारा छ। या तलदेखि ल हेर्नु पुरै भग्नावेश अवस्थामा देखिन्छ। अब यो बन्ने कहिले, मान्छेले सेवा सुविधा पाउने कहिले, राज्यको चाहिँ अब यत्रो चाहिँ सम्पत्ति खर्च भएको छ। अब यो तत्काल कसले, अब कसको कमजोरी हो त्यसलाई चाहिँ तत्काल कारबाही हुनु पर्यो र स्थानीय स्तरबाटै हो कि अथवा माथिबाट कसले गरेर अनुमोदन गरेर यो चाहिँ तत्काल सञ्चालन हुनुपर्छ भन्ने मेरो धारणा हो। धेरै धन्यवाद विफाजी यो जिज्ञासाको लागि। अब यो 15 बेडको अस्पताल अहिले किन बन्न सकेन भनेर भन्दाखेरि नि अहिलेसम्म किन बन्न सकेन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ र यसको चाहिँ प्रारम्भिक बिन्दुदेखि नै अलिकति विवाद रहेको कुरा हामीले डकुमेन्ट हेर्दाखेरि यो कुरा थाहा पायौँ। सुरुको वर्षमा 78 सालमा यसको ठेक्का आह्वान भएको रहेछ। 78 सालमा ठेक्का आह्वान भइसके पश्चात ठेक्का आह्वान प्रक्रिया चाहिँ 3 चोटि चाहिँ 2 चोटि क्यान्सिल भएर तेस्रो चोटि आह्वान भएको ठेक्का चाहिँ स्वीकृत गर्यो गाउँपालिकाले। गाउँपालिकाले स्वीकृत गरिसकेपछि प्रतिस्पर्धी अर्को फर्मले तपाईँलाई यो छनौट प्रक्रिया त्रुटिपूर्ण छ भनेर सम्मानित तपाईँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो। त्यो उजुरीको सन्दर्भमा छानबिन गरिसके पश्चात 2079 साल जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छनौट प्रक्रिया त्रुटिपूर्ण छैन भनेर मुल्तबीमा राखेर पठाएपछि म निर्वाचित भएर आएर मैले यो काम सुरु गरेँ, हस्पिटल बनाउने। अब यसलाई सुरु किन गरियो भन्दाखेरि यो चाहिँ नेपाल सरकारको गौरवको योजना र जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नेपाल सरकारले 460 वटा गाउँपालिकाहरूमा नै 5 बेड, 10 बेड र 15 बेडको अस्पताल बनाउने निर्णय अनुसार तत्कालीन प्रधानमन्त्री सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलीले यो डिजिटल रूपमा उद्घाटन गरेर यसलाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउनुपर्छ र छिटो सम्पन्न गर्नुपर्छ भन्ने जुन उहाँको तत्कालीन सरकारको उद्देश्य थियो, त्यो उद्देश्य मुताबिक हामी पनि यो बनाउन एकदमै उत्सुक भएर बनाउन सुरु गऱ्यौँ र स्ट्रक्चरको काम सबै सक्यौँ। स्ट्रक्चरको काम सकिसकेपछि तपाईँलाई अब जब सुपर स्ट्रक्चर वालहरूको काम सुरु भयो, वालको काम सुरु भइसकेपछि मेनुअल कट आस्लार मेसिनरी भन्ने रहेछ तपाईँलाई डकुमेन्टमा। अनि मेनुअल कट आस्लार मेसिनरी भनेको चाहिँ हामीले प्राविधिकहरूसँग बुझ्दाखेरि त्यो चाहिँ हातले ढुङ्गा ड्रेसिङ गरेर यो लगाउने गाह्रो हो भनेर भनिसकेपछि मैले यो ठुलो हस्पिटलमा हातले ड्रेसिङ गरेर ढुङ्गाको गाह्रो लाउने भन्ने कुरा त यो अस्वाभाविक हुन्छ, त्यसकारण यो कसरी हुन सक्छ भनेर मैले निर्माण व्यवसायलाई तपाईँले मेसिन कट आस्लार लाउनुपर्छ भनेपछि मेसिन कट आस्लार लाएर उहाँले बाहिरको गाह्रो सुरु गर्नुभयो, जुन तपाईँहरूले गर्दै हेर्न सक्नुहुन्छ। त्यसपछि बाहिरको गाह्रो पहिलो तला, दोस्रो तला र तेस्रो तलामा पुगिसकेपछि उहाँले भित्रको गाह्रो लाउन सुरु गर्नुभयो। भित्रको गाह्रो लाउन सुरु गर्दाखेरि तपाईँलाई 4 इन्चको गाह्रो भनेको छ, गाह्रो देखिन्छ त्यहाँ 14 इन्चको। त्यो देखिसकेपछि दुईपट्टिको गाह्रोले तपाईँलाई त्यो कोठाको साइज चाहिँ असाध्य सानो पनि देखियो।
अनि मैले के भन्न सोधेँ प्रायोजिकलाई भने ल ठिक छ तपाईँले यो गाह्रो त लाउनु भयो तर हस्पिटल जस्तो सेन्सिटिभ ठाउँमा भोलि तपाईँलाई अक्सिजन पाइपहरू फिटिङ गर्नुपर्छ, इलेक्ट्रिसिटी फिटिङ गर्नुपर्छ, सेनिटरी फिटिङ गर्नुपर्छ। अनि यो कसरी यो सम्भावना हुन्छ त यो गर्दा भन्दाखेरि उहाँले मलाई जवाफ दिन सक्नु भएन र मैले प्राविधिक रूपमा तपाईँलाई सघन शहरी तथा भवन निर्माण विभाग मन्थलीमा यो कुरा बुझ्दाखेरि यो अलिकति अस्वाभाविक जस्तो लाग्यो भन्ने आशय व्यक्त गर्नु उहाँहरूले। उहाँले यो गलतै छ त भन्नु भएन किनभने सबै कुरा सकिएर अस्पताल बन्न लागिसकेको छ। त्यो भइसकेपछि मैले यसलाई फरक ढङ्गले अध्ययन गराउनु पर्छ भनेर म आफैले काम रोकाएको। मैले काम रोकाइसकेपछि अब त्यहाँबाट यसो कथा सुरु भयो, किन अध्यक्षले काम रोकायो त भनेर साथीहरू एकदमै सशङ्कित हुनुभयो र मैले प्राविधिक रूपमा अध्ययन सारा गराइसकेपछि ढुङ्गाको गाह्रो यो 5 तलाको यत्रो ठुलो बिल्डिङमा चाहिँ लाउनलाई यो भवनको कोडले दिँदैन र डोलीडारको नम्स पनि यो होइन भनेर भनिसकेपछि हामीले छुट्टै अध्ययन गराउने भनेर 81 साल पुस 23 गते हामीले तपाईँलाई कार्यपालिकाबाट एउटा निर्णय गरायौँ। 15 शैय्याको अस्पताल भनेर निर्णय गराएर के गर्यौँ भनेर भन्नु छ भने कानुनी आधार सहितको तपाईँलाई विज्ञहरूबाट अध्ययन गराउने, अध्ययन गराइसकेपछि त्यो अध्ययनको फाइन्डिङ्स के आउँछ त्यो फाइन्डिङ्सको आधारमा हामी काम गराउने भनेर भनिसकेपछि अध्ययनको फाइन्डिङ्स पनि आयो। त्यो फाइन्डिङ्स पनि हामीले ग्रहण गर्यौँ। ग्रहण गरिसकेपछि फाइन्डिङ्समा के आयो भनेदेखि अब त्यो अहिले लगाइराखेको गाह्रो सबै हटाइसकेपछि इँटाको गाह्रो लाउने भनेर भनिसकेपछि अब त्यो इँटाको गाह्रो लाउनको लागि के गर्नु पर्यो त निर्माण व्यवसायीसँग सम्झौता गर्नु पर्यो, त्यसको रेट एनालाइसिस गर्नु पर्यो। एनालाइसिस गरेको रेटले तपाईँलाई अस्पतालको विद्यमान जति बजेट थियो त्यो बजेटभन्दा अघि जानु भएन। सामान्यतया कस्तो हुन्छ भनेदेखि तपाईँलाई त्रुटि सच्याउँदाखेरि नेपाल सरकारलाई थप आर्थिक व्यवहार नपर्ने गरी सच्याउनु भन्ने कानुनी व्यवस्था छ। त्यो सबै गर्दाखेरि अब हाकिम साहबहरू चाहिँ यो काम कठिन हो त्यसकारण यो काम गर्न मिल्दैन भनेर भन्नुभयो। यो काम गर्न मिल्दैन भन्दै जाँदाखेरि म स्वास्थ्य मन्त्रालय पुगेँ। स्वास्थ्य मन्त्रालयले पनि यो कामको सन्दर्भमा गाउँपालिकाको कार्यपालिकाले निर्णय गरेर त्रुटि सच्याउन सक्ने भन्ने परिपत्र दियो। परिपत्र मसँगै छ। त्यो त्यहाँबाट काम गर्दै जाँदाखेरि फेरि के भयो त भन्दा एक सामाजिक सञ्जालमा यसको व्यापक रूपमा आलोचना भएर केही साथीहरूले फेरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि तपाईँलाई चाहिँ के अरे उजुरी गर्नुभयो। उजुरी गरिसकेपछि के गरे त उजुरीमा भन्नुहुन्छ भने अख्तियारले फेरि हामीलाई एउटा चिठी पठायो। अख्तियारले हामीलाई के चिठी पठायो भने कानुन सम्मत काम भएको छ भने उजुरी पर्दैमा काम रोक्नुपर्ने र भुक्तानी रोक्नुपर्ने अवस्था हुँदैन भनेर चिठी पठायो। त्यो पठाइसकेपछि हामीले त्यो चिठीको सम्बन्धमा पनि एकपटक छलफल गर्यौँ। छलफल गरिसकेपछि फेरि हाकिम साहबहरूले यस्तो चिठी पठाएर भएन, काम गर्ने अथवा नगर्ने भन्ने निर्देशनात्मक पत्र चाहिन्छ भनिसकेपछि अख्तियारसँग मैले सम्पर्क गरेँ। उहाँले हामीले निर्देशन दिने होइन, हामी चाहिँ अनुसन्धान गर्ने हो, अनुसन्धानको प्रक्रियामा कति छिटो र कति ढिलो गर्ने भनेर निर्देश गर्ने गाउँपालिका होइन। त्यो हाम्रो छुट्टै विधि र प्रक्रिया छ। हामीले तपाईँहरूलाई परिपत्र गरेका छौँ, काम गर्नुहोस् भनेर अख्तियारले भन्नुभयो। तर हाकिम साहबहरू यो सन्दर्भमा काम अगाडि बढाउन तयार हुनुहुन्न। हामीले नीतिगत रूपमा गर्ने कामहरूमा सबै काम सक्यौँ र मेरो चाहिँ एकदमै प्रतिबद्धता भनेको के हो भने हस्पिटल बन्नुपर्छ। बन्दाखेरि त्यो चाहिँ नेपाल सरकार र ऐन र कानुनभित्र र भवनको संहिता अनुसार मापदण्ड अनुसार भवन बन्नुपर्छ। अब अहिले तपाईँलाई ड्याङ ढुङ्गाको तपाईँलाई गाह्रो लगाइदिएर भवन बनाउने हो भने त्यो भवन 5 वर्षपछि कोल्याप्स भयो भनेदेखि राज्यको त्यत्रो सम्पत्ति दुरुपयोग हुन्छ। त्यो पनि बनाउन दिनु भएन। र अहिले जति हामीले निर्माण गरिराखेका छौँ यसलाई फिनिसिङ गर्न सकेनौँ भनेदेखि एकातिर 10 करोड जति भुक्तानी गइसकेका छ, त्यो भुक्तानी दुरुपयोग भयो। अर्कोतिर जनताले समयमै पाउनुपर्ने स्वास्थ्य सेवा जुन छ त्यो सेवाबाट जनता पनि वञ्चित हुने भए। त्यसका अनि राज्यको तपाईँलाई जुन गौरवको योजना थियो राज्य पनि तपाईँलाई असफलतातिर लाग्यो, आफ्नो योजना कार्यान्वयन गर्न सकेन। अब यो अवस्थामा अस्पताल छ,
अब अस्ति म्याद सकिएको हामीले म्याद थप गर्नुपर्छ भनेर कार्यपालिकामा निर्णय गरिसकेका छौँ। अब म्याद थप गर्ने चिठी पठाउनु पर्ने कार्यालय प्रमुखले उहाँले यो अस्पतालको सम्बन्धमा म केही काम गर्दिनँ भनेर उहाँ हिँड्नुभयो। हाम्रो समस्या यो छ। तर अब म सबैलाई अनुरोध के गर्छु भनेदेखि हामीले हाम्रो गाउँपालिकाको समृद्धिको लागि सङ्घ प्रदेश सरकारले हामीलाई दिएका निर्देशनहरू छन्, यो काम गर भनेर बजेट दिएको छ, त्यो कार्यान्वयन गर्ने काम चाहिँ हाम्रो हो। हामीले त्यो गर्नुपर्छ र कर्मचारी र जनप्रतिनिधिहरूले यो कुरालाई एकदमै सहजतापूर्वक लिएनन् र कानुनमा भएका जटिल कुराहरूलाई पढेको पढाइ गर्ने, कानुनमा भएका कुराहरू पनि सच्याउन सकिन्छ भन्ने अर्को कानुनी व्यवस्थालाई चाहिँ छुँदै नछुने जुन हाम्रो प्रवृत्ति छ, त्यसले गर्दाखेरि अस्पतालको यो अवस्था भएको हो। अब म पुनः फेरि अब नयाँ सरकार गठन भइसकेपछि स्वास्थ्य मन्त्रालयमा यो सबै कुरा लिएर जान्छु। हुन त पहिलो परिपत्रले स्वास्थ्य मन्त्रालयले क्लियर भनिसकेको छ, तपाईँहरू नै गर्न सक्नुहुन्छ भनेर। र यसमा अब पछिल्लो हाकिम साहबहरूको चाहिँ एउटा तर्क के छ भन्नुहुन्छ भने तत्कालीन अवस्थामा ठेक्का प्रक्रिया जसरी सुरु गरियो त्यो चाहिँ गाउँपालिकाको अधिकार क्षेत्रभन्दा बाहिरको हो। यो चाहिँ थर्ड क्लास अफिसरले यो ठेक्का स्वीकृत गर्ने कानुनी आधार छैन, त्यस कारणले हामी यो अगाडि बढाउँदैनौँ भन्ने उहाँहरूको चाहिँ राय छ अहिलेको हाकिम साहबहरूको। अब त्यो राय कतिको जायज छ भन्ने कुरा उहाँहरूले नै बुझ्नु होला र यो चाहिँ बनाउनु पर्छ। म तपाईँहरूलाई पनि अनुरोध गर्छु, तपाईँहरूले पनि एक प्रकारको नागरिक अभियान यो अस्पताल बनाउनको लागि चलाउनुहोस्। कोही दोषी छ भने कानुनतः त्रुटिपूर्ण काम गरेर राज्यलाई असफल बनाउनको लागि कसैले प्रयत्न गरेको छ भने त्यसलाई कारबाहीको लागि पनि आवाज उठ्नुपर्छ, कानुनतः ऊ कारबाहीको भागीदार पनि हुनुपर्छ। होइन अब कानुनमै त्रुटि सच्याउने व्यवस्था छ र त्यो सच्याउँदाखेरि यो हस्पिटल बन्छ भनेदेखि यो अस्पताल बनाउनको लागि हामी एकदमै लाग्नुपर्छ। म मेरो ठाउँबाट लाग्छु, म त यति धेरै ठाउँमा कुदिसकेँ कि यो हस्पिटल बनाउनको लागि। हजुरको अब यो प्रयत्न के रहन्छ, अब के हुन्छ? अब मेरो प्रयत्न अख्तियारमा यसको मुद्दा छ। अख्तियारको फैसलाको पत्र नआइकन हाकिम साहबहरू कलमै चोब्नुहुन्न। त्यसकारण म दुईचोटि अख्तियारमा पनि पुगिसकेँ यो विषय लिएर, छिटो गरिदिनुहोस् भनेर एउटा कुरा। अर्को कुरो, यो हस्पिटल बनाउनको लागि मैले अध्ययन गराएको छु, कार्यपालिकाले निर्णय गरेर त्यो अध्ययनको फाइन्डिङ्स आएको छ। त्यो फाइन्डिङ्सलाई कार्यान्वयन गर्नको लागि सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्थालाई पालन गरेर यो अगाडि बढाउनु पर्छ भन्न मेरो अनुरोध हुन्छ। यदि उहाँहरूले यो अनुरोधलाई अस्वीकार गर्नु भयो भनेदेखि म सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयमा गएर यसको निर्क्युल गरिदिनुहोस् भनेर म आफै गएर कसलाई भेट्दाखेरि यसको समस्या समाधान हुन्छ त्यसमा म आफै लाग्छु। विभाजी।